हाई साथीहरू, सेवानी नमस्ते सबैलाई। सो आफ्टर लङ टाइम मैले चाहिँ एउटा भिडियो लिएर आएको छु फेरि। गाइस आज चाहिँ एकदम जाडो छ, पानी परिरहेको छ बाहिर, एकदम जाडो छ इजरायलमा। अन्त मैले चाहिँ आज कस्तो खानु मन लागिरहेको थियो। म चाहिँ खाना चाहिँ मेरो रुममा खाने गर्छु, डिनर चाहिँ मेरो रुममा खाने गर्छु। अनि आज चाहिँ मलाई कस्तो खानु मन लागेको थियो। अनि यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले, यहाँनिर छ चिकन मोमो, यहाँ छ काँक्रा छ, यहाँनिर अमलेट छ, अनि यहाँ चाहिँ बुलडक छ। अनि सो ढिलो नगरिकन खाना स्टार्ट गर्छु म चाहिँ गाइस। अनि यहाँ चाहिँ सुपमा थुकाइछ, यहाँनिर चाहिँ छ ओरेन्ज जुस, अनि पिरो हुन्छ भनेर मैले यहाँ लेख्छु मिल्की। सो हेर्दै गर्नु होला गाइस। यहाँ चाहिँ छेउमा राखिराख्नु पर्यो। सेलाउन आँटिसक्यो साथीहरू। मोमोको अचार नै हाल्नु बिर्सेछु गाइस, तर यहाँ बुलडक एकदम पिरो छ। म चाहिँ डर लागेर मैले आधी मात्रै पिरो हालेको।